हेलो साथीहरु, वेलकम। इट्स मी सानिया। हजुरहरुलाई स्वागत छ मेरो भिडियोमा। अनि म चाहिँ पहिलो चोटी भिडियो बनाउँदै छु। स्वीटीसँग घुम्न जाँदैछु आज। हाई भन्नु। हामी रुमबाट निस्किसक्यौँ। आज राम्रो वेदर भइरहेको छ, घाम लागिरहेको छ। स्वीटी चाहिँ अगाडि जाँदैछिन्, म चाहिँ पछि हेर्दैछु। रिल्याक्स पाराले भिटामिन डी लिएर आएको छ होइन के हो। पर्फेक्ट वेदर भएर आएको छ, त्यही भएर मलाई चाहिँ भिडियो बनाउनु लागेको चाहिँ बनाउँदैछु है। लुगाहरू यस्तो रहेछ, मोतीहरू केहरू हो यो आइडोन्ट नो। मोतीहरू कस्तो राम्रो देखेको। रेड बुल म त नपिउनु पर्यो कि बोक्नु उयो लाग्छ, पिर लाग्छ। अहिले एकैपल्टमा म एकैपल्टमा पिइसक्दिनँ, अनि बज्छ, अनि बोक्नु हातमा झ्याउ लाग्छ। चाहिँ ड्रिङ्क गर्नु पर्यो अरे, अन्त रेड बुल लिएर हामी चाहिँ जाँदैछौँ। न स्विटीलाई चाहिँ उयो के भन्छ रेड बुल चाहियो अरे, अनि रेड बुल ल्यायौँ 7-11 पसेर। अनि हामी चाहिँ जाँदैछौँ कन्टिन्यू हाम्रो गन्तव्यतिर। कस्तो राम्रो देखेको कि उयोले, घाम लागेर आजको वेदर कस्तो कुल भइरहेछ, राम्रो चिसो भइरहेको थियो बिहानसम्म, हिजोसम्म। अस्ति नै क्या मलाई यस्तो लाग्यो, अस्ति नै म त्यो एलिमेन्ट होइन यता एलिमेन्टबाट आउँदाखेरि हराएको थियो कि यतैतिर कुदिरहेको थिएँ म। अनि फेरि यहाँनिर एनटिआर स्टेसन देखेर अनि त्यहाँबाट फेरि गएँ। कस्तो राम्रो देखिने, एउटा भिडियो बनाउँला यहाँ, भिडियो बनाउन यहाँ। आहा रुखमा कस्तो राम्रो फुल फुलेको। यो फुल त नेपालमा नि पाउँछ नि। यो फुललाई के पो भन्छ खोइ, यो फुल मैले नेपालमा पनि देखेको थिएँ क्या। कस्तो मैले फुलेको, पातभन्दा धेरै फुल, कस्तो राम्रो देखेको नि। किन नि आउनु लुको, छिटो पुग्ने माथि आउनु न। रेड बुल खाएर इनर्जी आएन र स्कर्ट लामो भएछ मलाई, कस्तो खुट्टा पाइला सार्नु नै भएन। ओ हाँ भाइ, अब हामी चाहिँ पुग्न लाग्यौँ। 2जना मात्रै हिँडेको, आज साथीहरू कोही छैन। साथीहरू आफ्नो लाग्छ लुगा उडायो हावाले, फेरि रे बनायो क्या। कस्तो सास पऱ्यो, त्यो कालचर्के कस्तो सँगसँगसँग भयो। हामी अघि यता सिधा यताबाट आएको भए पनि हुन्थ्यो त हजुर। किन यताबाट घुमेर आएको हुन्छ तपाईँलाई घुम्नु मन थियो नि त यताबाट, त्यही भएर मन थिएन। ठिकै छ त, अन्त घुम्नु पर्दैन, छुट्टीको दिन गाइस। मलाई नाम नराखिदिनु न, त्यसै नराम्रो नाम नभएर राखिरहेको छ। तपाईँ पनि थपिदिनु हुन्छ।
यहाँबाट देखिने यो नजारा चाहिँ एकदम राम्रो लाग्छ कस्तो राम्रो देखिन्छ सधैँ यहाँ आउँदाखेरि भिडियो चाहिँ बनाउँछु आज चाहिँ भ्लगमा पनि अलिकति भिडियो निकालेको दुई साइड चाहिँ हामी यहाँ भित्रबाट जाने निर्णय गऱ्यौँ हामी दुईजनाले भर्खर जाँदैछौँ चिनाउनु न बोल्दै बोल्दै हिँडेको क्या पहिलोचोटि हो नि त पहिलोचोटि हो त्यही भएर अब यो भिडियो बनाएर चाहिँ मलाई अलिकति केही नलेज मिल्छ कि त अनि त्यहाँबाट अर्को भिडियोमा अझ राम्रो बनाउँछु होइन के कसो भन्नु न त्यही भनेर क्या जब प्र्याक्टिस हुन्छ नि त्यही भएर जे पाए त्यही मतलब जे अगाडि मतलब जतिखेर हुन्छ त्यतिखेर खिचिरहेको छु नि त पछि राम्रो राम्रो भिडियोहरू बनाउँछु राम्रो भिडियोहरू अपलोड गर्छु अनि राम्रो कुराहरू क्यामेरामा क्याप्चर गरेर त्योहरू मात्रै पोस्ट गर्छु बिस्तारै अहिले त अब जस्तो आउँछ त्यस्तै बनाउँदैछ प्र्याक्टिस हो नि त होइन बिस्तारै राम्रो बनाएर हाल्छु अनि आस्ते साथ अगाडि बढ्छु दामी हामीले अघिको ठाउँमा चाहिँ भिडियो बनाएनौँ है किनभने त्यहाँ चाहिँ बस पार्किङ रहेछ जतिखेर पनि बस जान सक्छ भनेर अब यहाँ चाहिँ भिडियो बनाउनु गीत चुज गर्दै हुन्छ सुरी चाहिँ म चाहिँ यहाँनिर एकछिन भिडियो क्याप्चर गर्छु खिचेको भेट्नु भयो गाना भिडियो बनाउने अनि फेरि जाने कन्टिन्यू हामी चाहिँ भिडियो पनि बनाइसक्यौँ अनि भिडियो बनाएर चाहिँ यहाँनिर जाडोमा लुगाहरू भन्नुहुँदैछ अनि सुइदिँदा मलाई चाहिँ त्यहाँनिर लुगाहरू नै सपिङ गर्नुहुन्छ अरे अनि त्यही भएर जाँदैछु साथीहरू यहाँनिर चाहिँ लेमन तपाईँको लुलु लेमन योगाको लुगाहरू यहाँ तपाईँले अस्ति खानुभएको योहरू होइन यो जस्तै लाग्यो जिमको लुगा हेर्नु नि जिमको के भन्छ म त जिम गर्दिनँ थाहा हुँदैन मलाई याद मसरुममा नै जाडामा जाउँ न जाडा जस्तै नि कोही चाहिँ यस्तो हुन्छ त्यसको त्यो लोगो भन्छ कि के हुन्छ समथिङ त्यो चाहिँ त्यस्तै हुन्छ तिनवटा टुङ परेको यता हो यता लेडिजको आई थिङ्क समर लाग्यो गाई समर लाग्यो यहाँनिर एकछिन अगाडि नै झराम यो त्यस्तोमा सुहाउँदैन हौ खुला प्यान्टमा ओके गाइस हामीले त सपिङ पनि गऱ्यौँ झाराबाट मैले टी सर्ट किनेँ टी सर्ट किन्नुभयो हामी अब जान्छौँ कता साइड हो मलाई त्यो वान्चेको जस्तो लागेर 17 फ्लोर भनेको त त्यता त होइन बुद्ध नि यता होला कता हो बिर्सी हामी चाहिँ यो आइसिसी स्काई टावर यता लाग्यौँ यता रहेछ सुटिङ बिचेसँग धेरै टाइम बादमा भएको त्यही भएर हामी जाँदैछौँ यो ब्याग चाहिँ बोकिरहनु ल्याएर सपिङ गरेको भए पनि हुन्थ्यो अगाडि सपिङ गरेर ब्याग बोकेर जाने तपाईँलाई खालि यस्तो बोलाइरहनु भएको हजुर तपाईँले मन पराउनु मात्रै हुन्छ लाउने होइन स्विटी चाहिँ आफ्नै सुरुमा भिडियो बनाउँदै हिँड्दै हुनुहुन्छ होइन म चाहिँ मेरै पारामा अगाडि लाग्यो फेरि हो यताबाट उभै जानुपर्ने रहेछ म चाहिँ पहिलोपल्ट हो गएको स्काई 100 टावर चाहिँ पहिलोपल्ट जाँदैछु एकछिन यस्तो हुन्छ कति जानुभयो सुइली त उहाँ पर छोडिनु भयो त माथि गएर पर्खिन्छु हेर्नु न गाइस उहाँ पर सुइली आफ्नै धुनमा भिडियो बनाउँदै हुनुहुन्छ मैले छोडेर यहाँ मलाई खोज्दै हुनुहुन्छ म चाहिँ यहाँ
देख्नु भएन रहेछ म त हाँस्दै हुन्छ भनेको त मलाई देख्नु भएको छ खोजिरहनु भएको त भिडियो बनाउन आफ्नै सुरुमा बिजी पर्खिन्छु यति टाढा छु क्या म चाहिँ यहाँ माथि आइसकेछ कि भिडियो बनाउनु जान्छ आउनुहुन्छ होला यहीँ पर्खिन्छु बल्ल बल्ल आउनुभयो एक्लै भिडियो बनाइरहनु भएको छ मलाई किन बोलाउनु नभएको मलाई किन नबोलाउनु भएको भनेको के हेलो एक्सक्युज मी यहाँ उकालै यहाँनिर हेर्नु यहाँ हेर्नु न ए यहाँ होइन उतापट्टि यता जस्तो लागेछ आउनु त यता जाऊँ ए यहाँबाट सिधै देखाएको छ त हेर्नु त आइसिसी स्काई 100 सिधै हो त्यो त उता वहाँ परतिर होला क्या उकालो जाने होइन होला उता साइड वहाँ उता साइड देख्नुभयो किन कराउनु भएको नि फेरि बोल्नु न फेरि भन्नु न कस्तो फेरि भन्नु न कति किन लजाउनु भयो भन्नु न कसरी भन्नुभयो मेरो ज्वाइँले हामी चाहिँ यहाँनिर यो के भन्छ 100 टावर स्काई यहाँ चढ्नलाई होइन टिकट लिनुपर्छ नि त टिकट काट्न यहाँ चाहिँ फेरि चाहिँ टिकट लिन जानुभएको छ वहाँनिर म चाहिँ यहाँ वेट गर्दैछु ओके टिकट भइसक्यो हाम्रो अब यहाँबाट इन्ट्री जान्छौँ याहू मेरो टिकट चाहिँ यहाँ स्पिड जान कुद्दै Let's go, we are going. Thank you. कस्तो तर यहाँ त क्लियरै नदेखिने रहेछ क्या गाइस 100 मै पुगिन्छ सिधा लिस्टमा त सधैँ मेरो त कान बन्द हुन्छै हुन्छ जसरी चढ्दा नि जति तलामा चढेँ नि 100 मा चढ्दा त झन् कान त होइन नाक पनि बन्द कति राम्रो देखेको वाउ कस्तो राम्रो भ्यू देखिने रहेछ अब यो मुटु नै कस्तो चाहिँ को हुने रहेछ क्या यहाँ हेर्दाखेरि त छिटो भयो यस्तो देखिने रहेछ साथीहरू म त माथि नै पुगे जस्तो भयो माथि आकाशमै पुगेको जस्तो फिल भयो कस्तो राम्रो नजारा वाउ त्यो सबै पर कालो कालो देखिने बोर्ड हो क्लियर नै छैन कति राम्रो देखेको म त फर्स्ट टाइम है यहाँ आएको छु हङकङ आएको यत्रो टाइम भयो त्यो पनि यो ठाउँमा आज हाम्रो हेर्छु भनेको त पे गर्नुपर्ने $40 पे गरेर मात्रै हेर्न पर्ने रहेछ कि हेरेको त केही देखिनँ अनि आओस् भनेर छोडिदिएँ हामी चाहिँ यहाँनिर सुइटी कति जानुभयो अब फोटो खिच्ने हेर्नु न सुइटी कफी पिउने भन्नुभएको होइन यसरी देखाएको रहेछ अनि यो सबै चाहिँ यहाँबाट यस्तो मजाले देखिने नेचुरल कस्तो मजाले देखिने है स्विटी चाहिँ अब भिडियो खिच्न जानुभएको छ पर भिडियो खिचेर आउनुहुन्छ अरे मजा चाहिँ देखिन्छ यही थियो गाइस हाम्रो चाहिँ आजको प्लान यो 100 स्काई टावरमा चढ्ने अनि चढिन् पनि सक्सेस भयो अनि चढ्छौँ कि चढ्दैन कन्फर्म भएकै थिएन क्या दुईजना यत्तिकै ल्याङ गर्दै आएको त्यही पनि हामी चढ्यौँ फाइनली अनि मैले आज यहाँको यस्तो भ्यूहरू पनि देख्न पाएँ खुसी लाग्यो राम्रो लाग्यो मन पर्यो अनि मलाई स्विटी ल्याउनु भएको नि त अनि अर्को साइडपट्टिबाट यस्तो राम्रो देखिने रहेछ साथीहरू हेर्नु चाहिँ कति राम्रो देखेको भ्यू
यस्तो देखिँदो रहेछ अनि यस्तो हजुर वहाँबाट सुती चाहिँ फोटोसुट भिडियो सुट त्यो चाहिँ अर्को साइडबाट देखिने भ्यू साथीहरू देखिने चाहिँ मुनि चाहिँ हाई श्री के गर्दै हुनुहुन्छ कफी पिउन आउनु भएको यो मिल्क यु डोन्ट वान्ट शुड आई ड्रिङ्क You can drink. भोटका जस्तो कस्तो राम्रो उयो के भन्छ घाम कता देखिरहेको छ नजारा घामको यहाँ यस्तो राम्रो देखिरहेछ यस्तो साँझ भइसक्यो साथीहरू हामी चाहिँ अहिले यहीँ छौँ 100 टावर नै स्विटीले यहाँ भिडियो बनाउँदै हुन्छ अब जान आँटेको रात पर्न आँटेको 6 बजी सक्यो यहाँको नजारा हजुरहरू यसरी देख्न सक्नुहुन्छ कस्तो राम्रो वाउ कस्तो राम्रो देखिने रहेछ साथीहरू हामी चाहिँ 100 स्काई लाइन चढेर पनि अब फर्किसक्यौँ मतलब फर्किँदैछौँ निस्किसक्यौँ यहाँबाटै हो र जाँदैछौँ साथीहरू राम्रो भयो आजको दिन सबै इन्जोय गऱ्यौँ रमाइलो लाग्यो त्यहाँबाट भ्यूहरू हेर्नु ए यताबाट जानु फेरि भित्रै जाँदैछौँ अर्कै बाटोबाट जाने भने उता घर नजिक पर्छ यताबाट त्यही भएर यताबाट जाँदैछौँ साथीहरू भिडियो पहिलोचोटि बनाएको त्यस्तो राम्रो त भएन होला एकदमै हजुरहरूले हेरेर इन्जोय गर्नुहुन्छ भने आशा गरेकी छु अल्छी हेर्नु न हाई गाइस कसरी बनाउनु अरे भिडियो स्टार्ट चाहिँ कसरी स्टार्ट गर्नु अरे भिडियो भन्नु न एकपल्ट भन्नु न हौ एकपल्ट भन्नु न के Hi guys, welcome to our vlog. आवर ब्लग माई भिडियो के भन्नु तपाईँलाई कस्तो राम्रो देखिरहेको छ है मेरो क्यामेरामा हजुर ओके साथीहरू म चाहिँ घर आइसकिसकेँ बाहिर धेरै चिसो थियो त्यही भएर हतार घर आएँ अनि आजको दिन यस्तै रह्यो पहिलो भिडियो मेरो यस्तै रह्यो आशा छ हजुरहरूले हेरेर इन्जोय गर्नुभयो होला यस्तै भयो अब फेरि अर्को भिडियोमा भेटौँला भन्दै अहिलेको लागि चाहिँ बाई बाई गाइस